अनलाइनमा सुरक्षित रहन चाहनुहुन्छ भने सकेसम्म मल्टिफ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुहोस्। अब यो मल्टिफ्याक्टर अथेन्टिकेसन भनेको चाहिँ के हो? जब एकभन्दा बढी अथेन्टिकेसन मेथड एकसाथ प्रयोग गरिन्छ त्यसलाई नै मल्टिफ्याक्टर अथेन्टिकेसन वा छोटकरीमा MFA भनिन्छ। उदाहरणका लागि जीमेलमा लगइन गर्दा तपाईले पहिले पासवर्ड हाल्नुहुन्छ, त्यसपछाडि मोबाइलमा आएको OTP पनि हाल्नुहुन्छ। यी दुई चरणको सुरक्षा नै मल्टिफ्याक्टर अथेन्टिकेसन हो। यो दुवै पूरा नगरेसम्म तपाईले लगइन गर्न सक्नुहुन्न। त्यसैले MFA लाई स्ट्रङ अथेन्टिकेसन मानिन्छ। अब केही सामान्य उदाहरणहरू हेरौँ है त। पासवर्ड हालिसकेपछिको मोबाइलमा SMS वा इमेलमा OTP आउनु, गुगल अथवा माइक्रोसफ्ट अथेन्टिकेटर जस्ता एप प्रयोग गरेर टाइम बेस्ड कोड जेनेरेट गर्नु, त्यसै गरी पुश नोटिफिकेसन मार्फत लगइन अप्रुभ गर्नु जस्तै एप्पल आइडी र फिजिकल USB डिभाइस जस्तै YubiKey प्रयोग गरेर पनि अथेन्टिकेसन गर्न सकिन्छ। MFA ले तपाईलाई केबाट जोगाउँछ? केही उदाहरण यस प्रकार छन्। नम्बर 1 फिशिङ अट्याक, नम्बर 2 पासवर्ड लिक डेटा ब्रिच, नम्बर 3 ब्रुट फोर्स अट्याक, नम्बर 4 अकाउन्ट टेकओभर, नम्बर 5 डिभाइस चोरी हुनु अथवा हराउनु। अन्ततः MFA प्रयोग गर्न नबिर्सनुहोस् र आफ्नो अनलाइन जीवन सुरक्षित राख्नुहोस्। तपाईलाई हाम्रो यो प्रयास कस्तो लाग्यो कृपया कमेन्ट बक्समा लेख्नुहोस् र भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस्।